वेलकम ब्याक टु माई च्यानल गाइज। अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि म के भन्न खोजिरहेको छु भने अहिले चाहिँ हाम्रो युकेमा चाहिँ नियमअनुसार तपाईँले 20 घन्टा काम गर्न पाउनुहुन्छ स्टुडेन्ट भिजामा। अनि त्यसपछि चाहिँ हाम्रो के छ भने पर आवरमा चाहिँ हाम्रो चाहिँ अहिलेको अपडेटमा चाहिँ 11 देखि 13 सम्म पाउन्ड पनि हावरली भएको छ। तर पनि कोही चाहिँ 10 देखि 11 सम्म मात्र दिइरहेछन्। सो चाहिँ हजुरहरू पनि राम्रोसँग पुरा क्लियर गरेर अनि हजुरहरू चाहिँ पुरा चाहिँ अपडेट गरेर अनि बल्ल चाहिँ मात्र ड्युटी जोइन गर्नु होला। कुनै ठाउँमा चाहिँ अलि नराम्रो पनि भइरहेछ। जति दिन पर्ने हो आवरहरू 20 घन्टा त्यति चाहिँ दिइरहेको छैन। 10 घन्टा कसैलाई 15 घन्टा कसैलाई 14 घन्टा मात्र दिइरहेछन्। सो म के भन्न चाहन्छु भने तपाईहरु पनि राम्रोसँग बुझेर सम्झेर अनि बल्ल चाहिँ ड्युटी जोइन गर्नु होला। सो आजको चाहिँ यो टपिक चाहिँ इन्फर्मेटिभ भयो होला भन्ने आशा गरेको छु।